तपाईको घर त उसको लागि त यति ठुलो जेल छ नि, खेल्न जाने ठाउँ छैन, र तपाईँले त्यो कागज काट्दाखेरि घर फोहोर भन्नुहुन्छ। केही गर्नै दिने, सबैतिर भित्तो कोर्न पाइएन, कागज काट्न पाइएन। बच्चाले गरेका हरेक काम हामी ठुलाको लागि नोत्यौं। यो केही पनि होइन, यसले यो बिगार्यो, यो नास्यो। कागज काट्नुको प्रयोजन के छ तपाईँ त्यसरी भन्न सक्नुहुन्छ। तर त्यसको त्यो ब्याकग्राउन्ड बुझ्नुहोस्। तपाईँ बच्चा हुनुहोस्, त्यो काट्दाखेरि त्यसको मस्तिष्क चल्या छ, त्यसले केही बनाइरहेको छ नि त। त्यसको यो हात चल्या छ, एक्सर्साइज भइरहेको छ, मस्तिष्क चल्या छ होइन। त्यसले चाहिँ के बनाइरहेको छ भन्दा घर बनाइरहेको छ, कागजको घर। कागजको घर बनाउन त्यसले चाहिँ ठुलो लगानी गरेको छ। हामीलाई पनि केही नलागेर त्यसको त यति मेहनत छ त्यहाँ, तपाईँ त्यसलाई हेर्नुहोस् होइन। कागजको घर बनाउन ठुल्ठुला तपाईँको भेटरान इन्जिनियर, ठुल्ठुला वास्तुशास्त्रीहरूले नगरेको काम त्यो बच्चाले गरिरहेको छ। उसको लागि त्यो संसार हो। तर हामी के हेर्छौँ, त्यसको उपयोगिता के त? पैसा आउँछ, उसले पैसा सकिएको छ, भाडामा जान्छ घर, जाँदैन। अनि त्यो के काम त हामी लात्ताले हामी भत्काइदिन्छौँ। यो पनि काम हो। अहिलेका बच्चाहरू कागज काटेर घर बनाउँछन्। हामीहरू के गर्थ्यौँ भन्दाखेरि हामी चाहिँ मकैको खोयाको घर बनाउँथ्यौँ। हामी त्यो बाहिर त्यो ढुङ्गाहरूको घर बनाउँथ्यौँ। हामी त्यो छेस्काहरूको घर बनाउँथ्यौँ। त्यो छेस्काहरूको हामी घट्ट बनाउँथ्यौँ।